सबैभन्दा काम नलाग्ने एयरलाइन्स चाहिँ नेपालको यो हो गाइज यार। हिँडेर जाँदाखेरि पुगिन्थ्यो होला तर 3 घन्टा भइसक्यो। कहिले हो कहिले जिन्दगीमा दोस्रोचोटि चाहिँ काट्दिनँ है यो एयरलाइन्सको। मलाई पुग्यो। लामो ट्रक हो गाइज यार यो त। मा कसम हरिब लामो छ है। ओए के भयो? यस्तो लामो लामो ट्रक ल्याएर पनि हुन्छ भनेको। मा कसम यार के भन्ने के। नेपाली मुलाहरू बानीरहनु सानो बाटो देख्नुहुन्न मैले ल्याएर घुसाइदिन्छन् अनि चाहिँ ख्यासिन्न त नि। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल गाइस। तपाईँहरू सबैजनालाई स्वागत छ। फेरि पनि अब म चाहिँ नि अब कहिले कहिले मात्र आउने हो होइन। आज चाहिँ म स्पेसल ठाउँमा जान लागेको छु। त्यो चाहिँ नि सायद तपाईँहरूले थम्बनेल हेरेर पनि अलिकति मेसो पाउन सक्नुहुन्छ। म चाहिँ धेरै कुरा गर्दिनँ। अहिले बिहानको लगभग 8:30 जति बजेको छ। अरू कुरा चाहिँ नि बाटोतिरै गएर गरमलाई त गाइज। सो गाइज मैले बाहिरबाट यो रेनकोट पनि लाछु होइन, नत्र भए धुलो पिठो भइन्छ कि हरिब धुलो खाइन्छ, नत्र भए कपडा सपडा सब फरो हुन्छ। भएर चाहिँ नि अब चाहिँ नि जानुपर्ने हुन्छ गाइज। सायद यो 3वटा पार्टमा बनाउँछु। यो चाहिँ नि जेस बवालै होला जस्तो लाग्छ है मलाई चाहिँ गाइज। यहाँ पेट्रोल हाल्दैछु 300 रुपियाँको होइन। त्यहाँ अनलाइन तिर्दिसकेँ त्यहाँ। यहाँ चाहिँ नि म चाहिँ गाइज भर्खरै यहाँ जोरधारासम्म चाहिँ आइसकेँ होइन। अनि ऊ यहाँ आन्टीका चाहिँ नि 1 कप चिया खानको लागि रोकेको छु। खासमा म कहाँ जान लागेको हो भने आज चाहिँ नि काठमाडौँ जान लागेको होइन। किनभने अब त्यस्तो विशेष काम त केही छैन, तर मेरो फेभरेट ब्यान्ड एल्बाट्रसको कन्सर्ट हेर्न चाहिँ जान लागेको हो होइन। यहाँदेखि चाहिँ नि म स्कुटरमा चाहिँ जाँदिनँ। स्कुटर चाहिँ भैरवा एयरपोर्टमा छोडिदिन्छु। त्यहाँ पार्किङको अब के कति चार्ज लिन्छ उनीहरूले लिन्छ। बल्ल चाहिँ नि म त्यहाँबाट आफ्नो फ्लाइट टाइम भएपछि काठमाडौँ चाहिँ जान्छु। ल गाइज चिया पनि आइसकेको छ। अब चाहिँ यो चिया खाएर चाहिँ जानुपर्ने हुन्छ हामी होइन। चिया खाएर सकिसकेको छ गाइज। अब चाहिँ हामी चल्दिस हुनुपर्ने हुन्छ बुटवलतिर। यहाँ चाहिँ नि गाइज यहाँ ट्रक चाहिँ पल्टेको रहेछ होइन। तो गाइज म चाहिँ आइरहेको थिएँ, ट्याक्क हेरेको यो ट्रक चाहिँ नि यहाँ फसेको रहेछ क्या। अनि त्यही हो। अब चाहिँ नि म मजाले जाँदैछु। मलाई केही हतार चाहिँ छैन होइन। गाइज यार यहाँ क्या रन गहिरो छ नि होइन। रन यहाँदेखि गइयो भने त सिधै हामी यहाँ तल गइन्छ, हामी चाहिँ सिधै माथि पुगिन्छ। अहिले चाहिँ नि गाइज ट्याक्क चाहिँ नि अब आधा बुटोलतिर चाहिँ नि आइसकेँ। लामो ट्रक हो गाइज यार यो त। मा कसम हरिब लामो छ है। ओए के भयो? त्यहाँ ब्रेक हाल्नु, ब्रेक ब्रेक ब्रेक। टर्निङमा घुमेन ट्रक। के हो यस्तो लामो लामो ट्रक ल्याएर पनि हुन्छ भनेको। मा कसम यार धन्न त एक्सिडेन्ट भएन लामो जस्तो। हेर्न त यस्तो यस्तो लामो ट्रक ल्याएर चाहिँ आउनु भएन कि यार बुटलको माथि यार। त्यहाँ धन्न त्यहाँ ख्यास्छु भएन। अब त्यहाँ म त्यहाँसम्म त्यहाँ बस पनि छ र अनुमतिहरू यार। के भन्ने के। नेपाली मुलाहरू बानीरहनु सानो बाटो देख्नुहुन्न मैले ल्याएर घुसाइदिन्छन् अनि चाहिँ ख्यासिन्न त नि। ए अब गर्ने के हो, यो ब्याक आउँछ त्यहाँबाट मजाले जान्छ। त्यो उता कुनाबाट गयो गाडी। प्लिज यार त्यो बाटो छैन यता पहाडतिर चाहिँ नि अलि त्यस्तो त्यो गाडी ल्याउनु भएन है। त्यो ड्राइभरहरू अब को हो आफ्नो सामानहरू ओहोरदोहोर गर्नु परे पनि सानो गाडी पट्नी जति ल्याउनु होला कि। यो लामो लामो ल्याएर त भएन है, यस्तो गाह्रो हुन्छ फेरि। गाइज म चाहिँ भर्खरै बुटोल आइसकेँ होइन। र बाटोमा धुलो यस्तो थियो कि हातहरूमा फोहोर हेर्नुहुन्छ नि। त्यही भएर यो रेनकोट लगाएको हो क्या।
अब चाहिँ ट्याक्क बुटोल आइसक्यो होइन। यो रेनकोट खोलेर चाहिँ यहाँ डिक्कीभित्र राखिदिन्छु। त्यसपछि चाहिँ म भैरवातिर गएर चाहिँ नि के कसो हुन्छ अगाडि देखाउँदै गर्छु, हेर्नु होला है तपाईँहरूले। ल गाइस, मैले चाहिँ यो रेनकोट पनि खोलेर राखिसकेँ होइन। अनि उपर यहाँ त आउने बित्तिकै गर्मी हुन थाल्यो क्या, यो पुरै यो पसिनाले भिजे हेलमेटहरू पनि। अब चाहिँ गाइज म जान्छु है। अब गाइज अहिले चाहिँ म भैरवा एयरपोर्ट जाने बाटोमा छु। अघि त्यो बुटोलको एउटा ट्राफिक सरले 15-20 मिनट भन्नुभएको थियो, नन स्टप हिँड्दा हिँड्दा बल्ल आएको छु होइन। खरै गाइज यहाँ एयरपोर्ट चाहिँ आइसक्यो भैरवाको। स्कुटर चाहिँ आज यहीँ पार्क गरिदिन लगाएको छु होइन, भोलि आएर उठाउनु पर्छ चाहिँ गाइज। यहाँ पार्क हानिदिइसक्यो होइन, भोलि बिर्से पनि यहीँ भिडियो हेरेर ल्याउनुहुन्छ नि त। स्कुटर चाहिँ यहाँ पार्क छ, डिक्की लक छ, ह्यान्डल लक छ भनेपछि ल जल्दी कन्सर्ट हेर्न। सो गाइज होइन, त्यहाँ स्कुटरको त्यो पार्क गरेको थिएँ, पैसा चाहिँ अहिले नदिने गरे। हामी जति बेला आइन्छ नि त्यति बेला चाहिँ नि पैसा अब बल्ल त्यो उहाँहरूले क्यालकुलेट गर्नुहुन्छ अरे। तर अलि पार्किङको महँगो भयो यार, 180 रुपियाँ। अब भोलिमा आयो भने 360 रुपियाँ दिनुपर्छ भन्नुभएको थियो होइन। खै अब ठिकै छ, अब जे जस्तो भयो नि। अहिले हाम्रो यो डोमेस्टिक एयरपोर्ट चाहिँ यहीँ आइछ होइन, यहीँदेखि उड्न पर्ने हुन्छ, कति टाइम लाग्छ। खानासाना चाहिँ मैले केही खाएन र उतै अब काठमाडौँतिरै गएर खाने त होला नि। खरै चाहिँ गाइज होइन, यहाँ हातसाथ मुखसुख धोइसकेँ। अब चाहिँ नि त्यो के लिनुपर्ने हो, त्यो अनलाइन टिकट छ नि त, त्यो चाहिँ लिनु पर्ला अब गएर, अनि त्यो देखाउँछु तपाईँहरूलाई। गाइज यहाँ भर्खरै टिकट चाहिँ लिइसकेको छु होइन। अनि उयो के लगाइदिनु भयो यो ब्यागमा पनि, यो याती एयरलाइन्सको लिएको थिएँ मैले चाहिँ। अब एकैछिनमा कति समय हुन्छ, त्यसमा लगभग 1 घन्टा लाग्छ होला, त्यसपछि चाहिँ म जानुपर्ने हुन्छ होइन। अनि त्यो देखाउँछु एकैछिनमा तपाईँहरूलाई। यहाँकै गाइज होइन, यो चार्जर छ भनेर चार्जमा झोसेको आएर 10-15 मिनट झोसे, 3% मात्र बढेको। यसमा यो धेरै भोल्टेजको करेन्टै नआउँदो रहेछ क्या। गाइज बवाल मूर्तिहरू रहेछ है गाइज। प्लेन चाहिँ नि मेरो 1 घन्टा ढिलो हुनेको गरेको होइन। फेरि खासमा सुरुमा मैले 2 हप्ता अगाडि काट्दा चाहिँ नि कति 11:25 को काटेको थिएँ। अनि हिजो मेसेजमा आउँदा चाहिँ के मेसेज आएको थियो भने त्यसलाई चाहिँ नि 11:55 भयो भने होइन। अनि अहिले 11:55 मा गएर अब उड्ने बेला भयो होला नि भनेर गएको थियो न। अहिले फेरि अब 1 घन्टा ढिलो हुनेको गरेको। सिक्किम प्लेन चढ्न लागेको कि मैले नेपाली यातायात हो बेर भेजा लाग्ने यार। गुल्मी जाने गाडी पनि बल्ली छिटो हिँड्थ्यो होला बरु यो प्लेन भन्दा यार, भेजा लागिसक्यो। अर्कोचोटि त बसमै जाने मैले। यहीँ बसिरहेको छु होइन। अब फोन नम्बर छोड्यो, फोन नम्बर भएपछि अब मलाई त्यो बोलाउँछु भनेको नि, के हो। अब गाइस अब 1 घन्टा ढिलो हुन्छ त अब भनिसकेछ होइन। अब चाहिँ नि यत्तिकै नास्ता खान आएको के, बिहानदेखि केही खाएन नि त। अनि हल्का भोक पनि लागेछ। यहीँ बस्छु अब 12 बज्यो ट्याक्क। अब 12:40 ट्याक्क छिर्छु। अनि यसो 10-15 मिनट बसेर चाहिँ नि मलाई त 1 बजे पनि उठ्छ जस्तो लागेन क्या, भेजा लागिसक्यो। कन्सर्ट सुरु हुने उता 2 बजेबाट हो क्या हो। एल्बर्ट्रसलाई चाहिँ हेर्न जान लागेको मान्छे, त्यसकै कन्सर्ट छुट्यो भने के हेर्ने भेजा लागिसक्यो। र मेरो ख्यालमा नछुट्ला। ल कन्सर्ट सुरु भए पनि त एल्बर्ट्रसको त अलि ढिलो होला नि त। अनि त्यही हो अब के भन्ने के, नेपाल टाइम भनेकै अब यस्तै हो। अब नेपाली यातायातहरू मात्र ढिलो हुन्छ जस्तो लाग्थ्यो। यहाँ त झन् अब गुल्मी जाने गाडी त बरु के ढिलो हुन्थ्यो होला र यहाँ त अब सिधै 1-2 घन्टाको ढिलो भनिदिँदो रहेछन् प्लेनमा त अझै। त्यही भएर के हो अब बस्छु यत्तिकै आनन्दले चिलमा। गाइज यहाँ चाहिँ नि होटेलबाट यहाँ ल्याइदिनु भएको छ होइन। यहाँ छोलेर यो सेलरोटी ल्याइदिनु भयो। अब यहीँ खाएरै अब चित्त बुझाउनु पर्ने हुन्छ के अन्त नि अब होइन र। चाखौँ पहिला। मिठो छ। भन्दा काम नलाग्ने एयरलाइन्स चाहिँ नेपालको यो हो गाइज यार। बरु हिँडेर जाँदाखेरि पुगिन्थ्यो होला, तर
3 घन्टा भइसक्यो कहिले हो कहिले होइन साथी ठिक ठिक भेजाल आइसक्यो र जिन्दगीमा दोस्रोचोटि चाहिँ काट्दिनँ है यो एयरलाइन्सको मलाई पुग्यो कन्सर्ट हेर्ने कहिले हो थाहै छैन प्लेनै आएको छैन फाइनल्ली गाइस कुर्दा अहिले प्लेन आइसक्यो होइन हाम्रो पछाडि यति रिस उठ्यो नि मासर कति 3-4 घन्टा वेट गर्न पऱ्यो क्या यत्तिको लागि बल्ल आएको नमस्ते दिदी तर ओ बढी ढिलो भयो यो हेर्नु त 9A रहेछ यो साइडमा जाएको सिट माथि छ है सेटमा त 9A गाइस होइन हरि कुर्दा चाहिँ नि बल्ल आइसकेछ यहाँ छ अब कति बेला अब काठमाडौँ पुग्ने हो जस कन्सर्टमा लेट नभए चाहिँ हुन्थ्यो भन्ने कुरा हो एउटा होइन मेरो आवाज कति गाह्रो तपाईँहरूलाई त्यही हो सिट बेल्ट लगाइसकेँ मैले मेरो ख्यालमा यसरी नै हो क्या the flight situation for the mobile phone flight mode. As the mobile phones and phones are strictly prohibited during the entire flight for more safety. आयो सुशील आउँदै होला यहाँ भर्खरै यहाँ ल्यान्ड चाहिँ भइसक्यो अहिले चाहिँ यहाँ पठाउलाई बुक गरेको थिएँ होइन त्यो चाहिँ कसरी हुन्छ त्यो हेरौँ होइन अनि यहाँ पठाउ बोलाएको छु के अरे म यहीँ छु अहिले चढेर जानुपर्ने हुन्छ त्यो कन्सर्टको भएको ग्राउन्डतिर अहिले चाहिँ गाइस म चाहिँ त्यो यहाँ ल्यान्ड भइसकेको थिएँ अनि फर्स्ट टाइम चाहिँ पठाउ बुक गरेको चाहिँ आउनु भएको छ यो सर्भिस चाहिँ जेस राम्रो लाग्दै तर यो ट्याक्सीहरू भन्दा यो सस्तो हुँदो रहेछ होला एकदम अब 5-6 किलोमिटर हिँड्दैछु अब त्यसमा कति 90 रुपियाँ है 100 देखाएको थियो है दाइ कति हो हजुर ए ए हो त्यही
यो पठाउ भन्ने चिज पनि राम्रो हुँदो रहेछ फर्स्ट टाइम ट्राई हो मेरो अब चाहिँ म उता त्यो जान्छु अलि ठिक्क बजेटको होटेल खोज्छु ब्याग स्याग राखिदिन्छु त्यहाँबाट कन्सर्ट हेर्न जान्छु त्यसपछि भोलि फेरि 26 पाल्पातिर गाइज अहिलेसम्मको चाहिँ यो काठमाडौँ आएकोसम्मको चाहिँ भ्लग चाहिँ हेर्नुभयो होला यो चाहिँ नि आजलाई मात्र हो अनि म चाहिँ अघि भर्खरै कन्सर्ट हेरेर नि आइसक्यो यो कन्सर्ट हेरेको वाला चाहिँ नि भोलिको भ्लगमा आउँछ होइन त्यसपछि भोलि म उडेर गएको चाहिँ नि त्यो फेरि पर्सि आउँछ कि यो हल्का कन्फ्युज छ जे होस् गाइज होइन अब भोलिको लागि चाहिँ नि वेट गर्नु होला होइन अनि त्यही हो गाइज के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला हल्का सपोर्ट पनि गरिदिनु होला होइन तपाईँहरू सबैजनाले चाहिँ नि सब्सक्राइब हानिदिनु होला सेयर हानिदिनु होला सपोर्ट गरिदिनु होला मलाई चाहिँ नि त्यति भन्दै आजको लागि बिदा लिन चाहन्छु